Hello everyone, good morning, सेवा नमस्ते, स्वागत छ हजुरहरुलाई मेरो च्यानलमा। अनि कस्तो छ हजुरहरुलाई, आरामै हुनुहुन्छ होला भन्ने आशाका साथमा म आज भिडियो स्टार्ट गरिरहेको छु। नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा जोडिनु होला, अनि पुरानो हुनुहुन्छ भने भिडियो हेरेर के कस्तो लाग्छ सुझाव सल्लाह दिनु नभुल्नु होला साथीहरु। म चाहिँ भर्खरै ड्युटीबाट आउँदै छु, म नपसिकन यतातिर सरर आउन मन लाग्यो बिहान बिहानै। अनि यो बिहान बिहानैको यति राम्रो मौसम देखेर मलाई यहीँनिर भिडियो बनाउनु मन लाग्यो साथी। यति राम्रो ठाउँमा आएपछि मलाई कता कता यस्तो मिठो मिठो बास्ना आइरहेछ साथीहरु। के को भन्नुहुन्छ भनेदेखि नि साथीहरु, म लास लाग्यो। यतातिर केएफसी, यतातिर पिज्जा बर्गरहरुको बास्ना आयो के साथी। पैसा नभएको बेला खान मन लाग्यो भनेदेखि यहाँ आउने अनि बास्ना सुनेर रुममा जाने साथीहरु। कस्तो छ राम्रो छ साथी? अच्छा। पानी परेर यस्तो राम्रो चिसो चिसो मौसम, हरियाली, सुहाना सुहाना। ओ माय गॉड, गुड मर्निङ वाला चाहिँ मौसम भइरहेकोले गर्दा मलाई चाहिँ यहाँ आउँ लाग्यो साथीहरु। यो चिल्ड्रेन पार्क हो, यहाँ चाहिँ बच्चाहरु खेल्ने ठाउँहरु छ साथीहरु। यस्तो राम्रो छ यहाँनिर पिङ खेल्ने ठाउँ पनि छ, यतातिर बच्चाहरु खेल्ने ठाउँ हो साथीहरु। सो मलाई पनि एकदमै राम्रो लाग्छ। क्यों नजाऊ, जाऊ एकछिन घुमेर आऊ, हावा खाएर आऊ। रातभरि काम गर्दा गर्दा दिक्क वाक्क लागेको, एकछिन हावा खाएर चाहिँ फ्रेस भइदिउँ भनेर म यतातिर कुदेको साथीहरु। अनि आजको मौसम चाहिँ यति राम्रो छैन त्यहाँनिर, अझै पनि पानी पर्ला जस्तो भइरहेछ। पानी पर्यो भने पनि केही छैन साथीहरु, आनन्द मस्त। पानी पर्यो भने मलाई त एकदम रमाइलो लाग्छ। म चाहिँ यहाँ कहिलेकाहीँ फुर्सद भएको बेला, छुट्टीको बेला आउने गर्छु के। यहाँ छुट्टी भएको बेला त बच्चाहरु कति धेरै खेल्दै गरेको हुन्छ, यति धेरै बच्चाहरु हुन्छ यहाँनिर। यसरी हिँड्ने ठाउँै हुँदैन, यहाँ बल खेलिरहेको हुन्छ। यतातिर सानो सानो बच्चाहरु लिएर बसिरहेको हुन्छ, रमाइलो लाग्छ। अरू बेला चाहिँ अब सबैजना बिजी हुन्छ नि त, काममा जान्छन् अनि कोही हुँदैन। आज सुनसान छ, म एक्लै छु यहाँनिर। लेखमा जस्तो काग कराउँदैछ, त्यहाँ माथि काग बसिरहेको रहेछ, काग काग भन्दैछ। मलाई गाउँतिर लेखको याद आयो, यो काग काग भन्दै उडिरहेको देख्दाखेरि। खै करा त फेरि काग काग देखिँदैन। पानी पर्ला जस्तो यस्तो राम्रो मौसम भइरहेछ साथीहरु। अब म रुम जान्छु, अनि अब अरू त केही कुरो हुँदैन। उयो पकाउने खाने कुरो त उयो दिनकै। छिटो छिटो पकाउने, छिटो छिटो खाने, छिटो छिटो सुत्ने। दिक्क लागेर आउँछ कहिलेका। यो के फल रहेछ हौ यस्तो, काटिएको जस्तो जस्तो पनि छ, के होला है यस्तो। यो आँपको रुख छ यति माथि, यत्रो ठुलो छ। यहाँ आँप कति धेरै फल्छ। यो मौसम यो सबजना सुतिसकेको छ गाइस, सबजना सुतिसकेको छ। म एक्लै सुतेको छुइनँ। केटीहरूलाई कति छिटो निद्रा लाग्छ, मेरो चाहिँ यो आँख के भएको। सुतेको